ल हेर्नुस् गाइजहरु, मैले इमिलियाको चाहिँ भ्यूज देखाउँदैछु है। खुल्ला आकाश छ, टक्क पानी आउने चाहिँ कुनै चान्स देखिँदैन। बजार एकदम आज शनिबार भएर होला सुनसान देखिरह। यतापट्टि पनि त्यस्तै छ, सुनसानै छ। कैयौं पसलहरू खुलेका त छन् तर सुनसानै छन्। त्यहाँ चाहिँ गाडी बिग्रेछ क्या, त्यही भएर रोकिरह। अनि अटोहरू चलिरहन्। त्यति गाडीको चाप पनि देखिँदैन आज। बाइकहरू त अब हिँडिरहेछन्। यो रमाइलो छ। विङ्गरहरू देखिरहेछ, भर्खर गयो। रमाइलो छ। इमिलियाको भ्यूज मैले सर्ट भिडियोमा नि हालेको थिएँ एउटा। अब यो अलि लङ भिडियो हुन्छ, हेरिदिनु होला सबैले हाम्रो इमिलियालाई है त। अर्को आयो विङ्गर, तगुर पनि आइरहन्। मालबाग छ होला। बजार आज शनिबार, बुड्डी बजार लागिरहेछ, त्यही भएर होला सामान बोकिरहन्। ठिक छ, रमाइलो छ। ट्रान्सपोर्टको गाडी आयो जस्तो छ त्यो। जस रमाइलो छ इमिलिया है। आउनु होला टक्क है घुम्नलाई। घुम्ने लायक ठाउँ छ यो। हाम्रो यो मन्दिर ओमकारेश्वर मन्दिर हो यो। अब यो बाटो चाहिँ विस्तार हुँदैछ, पुल्चोकसम्म त बनिरह नै छ। यता चाहिँ अब बन्ने चाहिँ हो, कतिखेर हो अब त्यो चाहिँ अझै केही जानकारी आएको छैन। रमाइलो छ। जे होस्, तपाईहरु चाहिँ घुम्न मन लाग्यो भने यसो आइदिनु होला इमिलिया बजार। रमाइलो छ है।